सागा दावाको यहाँहरू सम्पूर्णलाई धेरै धेरै शुभकामना तथा नमस्कार। दर्शक महानुभावहरू, विभिन्न जिल्लाहरूबाट हजारौं लाखौं दर्शक महानुभावहरू पवित्र तीर्थस्थलमा आएर अहिले सागा दावाको पावन अवसरमा कोरवा परिक्रमा व्यापक रूपमा गरिराख्नु भएको छ। कोरवा परिक्रमा गर्दाखेरि असीम पुण्य लाभ हुन्छ भनेर बताएकोले धेरै दर्शक महानुभावहरूको मलाई जिज्ञासा थियो कोरवा परिक्रमा गर्दाखेरि खास कुन मन्त्र वाचन गर्ने। मैले आज चाहिँ कोरवा परिक्रमा गर्ने बेलामा वाचन गर्ने असाध्यै प्रभावकारी मन्त्र यहाँहरूमाझ वाचन गरेर या यहाँ लामा भाषा नेपाली भाषामा प्रस्तुत गर्ने कोसिस गरेको छु। आशा छ यस मन्त्र वाचन गरेर यहाँहरूले कोरवालाई आध्यात्मिक सार्थकता या सफल पार्नुहुनेछ। जति सक्दो वाचन गरेर कोरवा चाहिँ एकपटक गर्यो भने पनि लाखौं असीम हुने भएको कारणले यो मन्त्र धेरै नै प्रभावकारी मन्त्र रहेको छ। दर्शक महानुभावहरू, अब म प्रारम्भ गरौँ कोरवा गर्ने बेला वाचन गर्ने मन्त्र। सर्वप्रथम चोमदेन्दे देशिन सेक्पा डा चोम्पा याङ धकबर जोगबे संगे रिन्छेन ग्याल्छेनला छा छलो नमो भगवते रत्न केतु राजाय तथागताय अर्हते सम्यक सम्बुद्धाय तद्याथा ओम रत्ने रत्ने महारत्ने रत्न विजय स्वाहा। फेरि दोहोऱ्याउँछु। नमो भगवते रत्न केतु राजाय तथागताय अर्हते सम्यक सम्बुद्धाय तद्याथा ओम रत्ने रत्ने महारत्ने रत्न विजय स्वाहा। फेरि पनि नमो भगवते रत्न केतु राजाय तथागताय अर्हते सम्यक सम्बुद्धाय तद्याथा ओम रत्ने रत्ने महारत्ने रत्न विजय स्वाहा। यो मन्त्र वाचन गरी एकपटक कोरवा गरे भने पनि असीम र अनगिन्ती कोरवा गरे सोसरा हुनेछ भनेर केही लाभ पुग्नेछ। यति भन्दै अर्को भिडियोमा फेरि पनि आउने नै छु। तबसम्मको लागि बिदा चाहन्छु। नमस्कार। भवतु सर्वमङ्गलम्।